नमस्ते, मेरो नाम चाहिँ सुनिल जोशी हो। हाम्रो फार्मको नाम चाहिँ खप्तड कृषि फार्म हो। हामीहरूले चाहिँ 2077 साल 10 महिना 12 गतेदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आइरहेका छौँ। अहिले चाहिँ हाल हामीसँग भएका तरकारीहरूमध्ये भिन्डी, करेला, बोडी, लौका, फर्सी, चिचिन्ना, खरबुजा, काँक्रा हामीसँग सबै आइटमहरू छन्। सबै आइटम मध्येको आज विशेष एउटा मैले भिडियो बनाउन गइरहेको छु युट्युबमा, र युट्युब तपाईहरुलाई देखाउन गइरहेको चाहिँ यो चाहिँ राधिका भेन्डी हो। एडभान्टा कम्पनीको राधिका भेन्डी हो है। यो भेन्डी चाहिँ एकदम राम्रो हुन्छ। यो भेन्डीलाई तपाईहरुले जस्तै माघको महिना जर्मिनेसन गर्न सक्नुभयो भनेपछि यसले चैतबाट उत्पादन दिन्छ है। चैतबाट उत्पादन दिन सुरु भयो भनेपछि यसले कन्टिन्यू असोजसम्म हामीले यसबाट उत्पादन लिन सक्छौं। मलहरु न्युट्रिएन्टहरुको म्यानेजमेन्ट मिलाउने हो भनेपछि यसबाट हामीले असोजसम्म उत्पादन लिन सक्छौं। हामीले चाहिँ चैतबाट उत्पादन लिन सुरु गरेको र पहिला त अब यो तपाईको सुरुमा चाहिँ एकदम महँगो थियो। तपाईको 120 बाट स्टार्ट गरेको भेन्डी हो। अहिले चाहिँ तपाईको होलसेल प्राइस चाहिँ त्यही 50-60 मा बिक्री भइराछ र हाम्रो एक दिन छोडेर जस्तो 3 कुइन्टल प्लस निस्किन्छ। हामीसँग लगभग तपाईको 6-7 कट्ठामा भेन्डी छ। अहिले चाहिँ हाम्रो भेन्डी टिपाई भइराछ है। देख्न सक्नुहुन्छ भेन्डी पनि एकदम बबाल छ, एकदम राम्रो छ है। अनि लगभग हामीहरुसँग सबै आइटम हुन्छ। लगभग हामीहरुले अहिले 5-6 वर्ष भयो। 5-6 वर्षदेखि हामीले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आइराछौं। हामीहरुसँग लगभग सिजन अनुसार तराईमा फल्ने, तराईमा उत्पादन हुने सबै तरकारीहरू, टमाटर, गोपी, काउली हैन, अब भेन्डी, लहरे बाली अन्तर्गत काँक्रा, खरबुजा सबै हुन्छ है। अनि अहिले यता हाम्रो टिपाई भइराछ, देख्न सक्नुहुन्छ। बिहानै हामीले चाहिँ लगभग सबै तरकारीहरू बिहानै टिपेर नै बजार ल्याउँछौं। हाम्रो बेलुका टिपेर बिहान लाने चाहिँ हुँदैन। हाम्रो अब फार्ममा सबै स्टाफहरू हुनुहुन्छ। हामी बिहान लगभग 5:30 देखि टिप्न स्टार्ट गर्छौं। 8 बजे भित्र हामी बजार पुगिसक्छौं। भेन्डी फेरि यो कस्तो भनेपछि तपाईको एकदम राम्रो क्वालिटी निस्किने के यसमा एकदम बवाल हुन्छ। अहिले देख्न सक्नुहुन्छ हामी टिप्दै छौं है। एकदम रमाइलो हुन्छ। बिहान टक्क बारीमा आयो हैन, टिप्यो, फेरि मार्केट गयो आफै हैन, एकदम रमाइलो लाग्छ है। तपाईहरुले पनि यो भेन्डी खेती गर्दै हुनुहुन्छ भने यसलाई जर्मिनेसन गर्दाखेरि चाहिँ अलि ध्यान पुर्याउनु पर्छ। जब जर्मिनेसन भइसक्यो भनेपछि चाहिँ यसलाई अब त्यही अलिअलि दबाईहरू यताउति, त्यो सानो पानी चार्ने सिस्टम यताउति म्यानेजमेन्ट गर्नुभयो भने चाहिँ एकदम बबाल फल्छ। हेर्नुस् यसको क्वालिटी चाहिँ बबाल हुन्छ कि यो भेन्डीको। राधिका भेन्डी हो यो, एडभान्टा कम्पनीको। बबाल हुन्छ यसको क्वालिटी चाहिँ। लगभग हाम्रो यति 5 देखि 7 कट्ठाको बीचसम्म होला यो। यसमा लगभग हाम्रो 3 कुइन्टल जस्तो निस्किन्छ एक दिन छोडेर है। हामीले सुरुमा त तपाईको 120 बाट स्टार्ट गरेको यो भेन्डी बेच्न। अहिले चाहिँ अब सटडाउन चलेर तपाईको 50-60 होलसेल चलिरहेछ। त्यो पनि राम्रो रेट हो। पोहोर साल त हामीले 30-35 मा 25-30 मा पनि बेचेथ्यौं, तर यो साल चाहिँ त्यस्तो भएको छैन अहिलेसम्म। अनि तपाईको जब यो भेन्डी चाहिँ हामीले 8-9 महिनासम्म उत्पादन लिन सक्छौं के। अरु भेन्डी कस्तो हुन्छ भने चाहिँ तपाईको 3-4 महिनामै सकिहाल्छ, तर यो भेन्डीबाट चाहिँ 8-9 महिनासम्म उत्पादन लिन सक्छौं हामीहरुले। देख्न सक्नुहुन्छ एकदम बबाल छ भेन्डी। हाइट पनि यसको एकदम दामी छ है। तलैदेखि फल्छ के। फेरि यो तपाईको माथि अरु भेन्डी एकदम फाटो आएर फल्ने हुन्छ। यसको चाहिँ कस्तो हुन्छ भने चाहिँ यहाँ फल्यो, अर्को यहाँ गयो, फेरि यहाँ गयो, यहाँ निस्कियो, अझै यो माथि जाने क्रम जारी छ है। जस्तै अब हामीले चाहिँ 40 कुइन्टल जति, 35-40 कुइन्टल जति बजार पठाइसक्यौं। अब तपाईको यहाँ अझै हामीसँग भेन्डी त कति छ कति है। अब यो असोजसम्म फल्छ भनेपछि अझै कति बेचिन्छ कति। अब हामी असारसम्मै मानेर गए पनि तपाईको 40 कुइन्टल भनेपछि
पहिला त अब 120 बाट स्टार्ट गरेको अहिले 50 मा बिक्री भइरहेछ भनेपछि तपाईको एकदम राम्रो हुन्छ यसको चाहिँ है। रेट सेट अब एकदम राम्रो पाइन्छ, राम्रो कमाइ पाइयो भनेपछि लगभग तपाईको 3-4 महिनामै यसबाट एकदम राम्रो अब फाइदा लिन सकिन्छ, राम्रो कमाइ हुन सक्छ है। जो कोहीले पनि भेन्डी खेती गर्ने सोचमा हुनुहुन्छ भने अलि छिटो गर्नु होला, अरूको भेन्डी भन्दा छिटो गर्न सकियो भनेपछि चाहिँ रेट एकदम राम्रो पाउन सकिन्छ। र रेट राम्रो पाउँदा बित्तिकै अब तपाईको 6-7 कट्ठाको भेन्डी भनेपछि अब तपाईको 3 कुइन्टल निस्कियो भनेपछि त तपाईको 50 कै दरले हिसाब गरे पनि तपाईको दिनमा 15,000 को भेन्डी सेल हुन्छ है। त्यही भएर भेन्डी लगाउँदाखेरि चाहिँ अलिकति छिटो गरेर लाउनु भयो भनेपछि रेट पाउने एकदम बढी सम्भावना हुन्छ है। हस्, धन्यवाद।